स्वागत छ तपाईहरुलाई फेरि मेरो नयाँ भिडियोमा र म हुँ दिवस सेजाल फेरि पनि तपाईहरु मेरो ब्लगमा स्वागत छ र हामी चाहिँ आज जाँदै छौं स्याङ्जा राम्चे आज चाहिँ गइदैन हामी आज चाहिँ भिमाछम मात्र जान्छौं हामी ल अब हेर्दै जानु अहिले चाहिँ 2:10 जाँदै छ र हामी चाहिँ अब निस्किदै छौं है त म चाहिँ एक्जाम दिएर आए हैन अलि ढिलै भयो निस्किदाखेरि यो अब अलरेडी सब सामान देखाइन्छ तपाईहरुलाई सब फुल छ हैन सामान हामी चाहिँ एउटा टायर लिएर जानुपर्छ नि त ल है त गाइस अब हिँडेपछि भेट्छु हजुरलाई ल गाइस अब हामी चाहिँ निस्किन लाग्यो है त मैले चाहिँ अहिले गाडी निकाल्दै छु चलाउनु त ठुलो हाल चलाउनु हुन्छ हामी चाहिँ नचलाउने लाइसेन्स नै छैन गाइस के चलाउनु त हैन अब चाहिँ 2:12 जाँदैछ हामी चाहिँ ढिलो भयो अब आज निस्किन अब कति बज्छ कुद्ने थाहै छैन ल गाइज अब हामी चाहिँ फाइनली गुरुधारा पुगिसक्यौँ अब चाहिँ निस्किँदै छौँ अहिलेको ठिक 2:21 गएको छ हैन यहाँ गुरुधारामै जानु पर्छ कि अलिअलि जानु परेको छ र हामी चाहिँ 5 जना छौँ गाइज हेलो यो चाहिँ मेरो भाइ हो ओइ कहाँ हेरिरहेको छ यता हेर्न क्यामेरा यहाँ ठुल्मोरी हुनुहुन्छ बाबा सबैजना जाम चाहिँ यस्तो छ गाइज अब जाम बढ्दै जाने हो यो बाटो मैले तपाईँहरूलाई देखाइसकेँ पहिला पनि अब चाहिँ छोटो मिठो बनाइदिन्छु पहिला चाहिँ अब लामो भयो भनेर कमेन्ट गर्नुभयो सो ल जाम हुन्छ त्यो घटा है ल गाइज वी आर इन जाम है त फाइनली अब जाम पर्यो जाम परेपछि के गर्ने अब हामी पेलेर जानु मिल्दैन हैन ट्राफिक रुल्स फलो गर्नुपर्छ सबैले त्यही भएर हामी चाहिँ ट्रककै पछाडि बसिरहेको छौँ अगाडिबाट चाहिँ गाडीहरू पास त भइरहेको छ तर कति बेला खुल्छ थाहा छैन है त अब त्यहाँ जाममा बस्नुभन्दा बरु हामी चाहिँ यता धागबेसी जाने बाटोतिर जाँदैछौँ यो बाटो चाहिँ नयाँ बाटो रहेछ यहाँबाट लेफ्ट यता गइरहन गरे हैन अब ल हेर्नु गाइस यस्तो पुरै अहिले चाहिँ घाम अब अस्ताउने क्रममा छ बाटो चाहिँ खराबै छ के त्यो चाहिँ यस्तो हावा छ है अब हिँडिहाल्छ नि यस्तो हाम्रो गाडी फेरि फोर बा बिस्तारै जाउन पनि आयो होला नि त गाडी त अनि भनेपछि त जाम नहुने त चान्सै छैन यता पनि मलेको भन्दा अलि यतै रहेछ बाटो मिसिने यो बाटो र त्यो बाटो मलेको लास्टमा बाटो चाहिँ लास्टै दुःख छ है भने थियो दुःख छ भन्थ्यो पुग्छ त भने त गाडी हो भने त्यही भएर गाडी देखेपछि मजाले जान्छ लिएर बसे खायो ल है
यहाँ पुरै बाटो चाहिँ ढुस्दै रहेछ। हामी चाहिँ 4 व्हिल लगाएर अब चढ्दैछौँ है त उकालो। ढाक बेसी होइन ढाक बेसी निस्किँदो रहेछ। पछाडि पनि आयो हाइस एउटा हाम्रो पछाडि पुरै धुलो उडेर बाटै नदेखिने रहेछ कि। ध्यान लाउनुपर्छ कि ल हामी चाहिँ चढ्दैछौँ। ल हेर्नु त गाडी स्ट्रगल गरी निस्किरह। हाम्रो त अब यस्तो गाह्रो होला जस्तो लाग्यो होइन। झार्दै टायर नाचेर गाडीहरू कसरी चढेका दिएर मात्र चढ्ने होइन कि यो